लोसारको उपलक्ष्यमा मेरो घरमा यहाँ खाप्से पाकेको खाप्से अलिक डढिया जस्तो भएको छ। आकार चाहिँ अब यस्तै छ। सानो गराम बनाएको अब सानो बनाउन खोजेको यस्तो भएको छ। सेलरोटी चाहिँ अब एकदम राम्रोमा चाहिँ यस्तो बनिएको छ, एकदम पर्फेक्ट, ठुल्ठुलो गाँठो पनि नभएको वाला होइन, मेरो भगवान्लाई। अनि यिनीहरू चाहिँ अब जोडिन नसकेकाहरू राम्रोसँग। यिनीहरू चाहिँ अब मध्यम वर्गका भनौँ होइन, जोड्न सकेनन् तर जोड्न खोजेका। अनि यिनीहरू चाहिँ जोडेका राम्रै खालका सेलहरू छन्। यिनीहरू चाहिँ अब धौधौले 15वटा जति चाहिँ राम्रो सेल बन्यो होला, अन्त खसेको। अनि यो चाहिँ अब तपाईँले गेस गरिसक्नुहुन्छ होइन, टेढा मेढा सेलहरू यस्ता विभिन्न आकारका, कस्तो आकार, कस्तो आकारको टुटेफुटेहरू।